कि एउटा माथिको माथि तान्नु यो मात्र तान्ने यो माथि समाउनु न माथि चाहिँ समाउनु हरियो काक्रो अब त्यहाँ मकै कडाओ मकै ठाकुर रे है हाम्रो लागि अङ्कल आन्टीलाई पनि दुःख भयो हामी चाहिँ यस्तो पारा छ अब यही पारामा चिल्के मासु बोलेर खानुपर्छ क्या कस्तो मासु बाई 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 राम्रोसित बस्नु धेरै धेरै धन्यवाद जमिन अब बाई बाई गरिसकेपछि जाने कहाँ मान्छे चढिरे जमिन भने आइज छोडेर जाने भन्ने हेलो गाइज है दाइले जहिले कुराउनुहुन्छ यार खत्तम छ हाम्रो हामी पवन भाइकोमा नाङ्लेमा है मकै बारी गराम है एकटा हो है साथीहरू त्यही हो अब हिजो चाहिँ राति खतरा गेम भयो त है लिङ्क पठाइदिएछ मलाई थाहा थिएन मलाई चाहिँ थाहा थियो त्यही म चाहिँ लिङ्क पठाइदिएपछि मैले तुरुन्त लाइन गएको भयो भने डाटा लिएर हेरिदिएको यार मैले काठमाडौँ उपत्यकाको उत्तर पूर्व भागमा पर्ने एक शान्त र हरियालीले भरिएको धार्मिक तथा प्राकृतिक स्थल हो। यो स्थान साँखु नजिकै अवस्थित र प्रकृति प्रेमीहरूको लागि एकदम लोकप्रिय गन्तव्य बनेको छ। साँखु जानु भएको छ भने नाङ्ले बारे छुटाउनु हुँदैन। साथीहरू हामी फाइनली यता जर्सी पवा पुगिसकेका छौँ है। हाम्रो दाइले मस्त लाएर चलाउँदै हुनुहुन्छ। कस्तो अनुभव भइरहेछ त दाइ? दाइको गाडी दाइले चलाउन पाइरहेको थिएन है। अनि हामी चाहिँ त्यही हो, यहाँबाट लेफ्ट नगइकन राइट लाएर जान्छौँ। लेफ्ट गयो भने चाहिँ भोटे चौर चिया बगान हुँदै जान्छ यताबाट भने हामी चाहिँ नाङ्ले भारे यताबाट जान्छौँ है। चौकी भन्ज्याङ प्याराग्लाइडिङ गर्ने बाटो चाहिँ यताबाट हो। यताबाट पनि मेलम्ची जानु मिल्छ तर धेरै घुम्नुपर्ने हुन्छ है। अब त्यही हो, हामी चाहिँ त्यही भएर अब लगभग पुनः लागिसकेका छौँ भनौँ। अब हाम्रो चाहिँ जरसिंह बाजे हुनुहुन्छ, उहाँ चाहिँ महान योद्धा है। हाम्रो नेपाल एकीकरण गर्नेमा चाहिँ उहाँ पनि भूमिका रहेको भन्ने हामीलाई मान्ने लागिरहेछ है। के कस्तो हुन्छ थाहा छैन। अब दुईटा गोप्रो चाहिँ मैले यसरी खप्टाएर चलाइरहेको छु कि तपाईँहरू देख्न सक्नुहुन्छ है। यसरी चलाइरहेको छु, त्यही हो। परेन दाइ, सबले माया देखाइदिउँ है, माया कम भइरहेछ केटा हो। मुखले मात्र ठिक पारिरहेछ टुल्लीले। पवन भाइको घर नजिक आइसक्यो है। पवन भाइलाई अब भेटेर टक्क मकै खान्छौँ। हरियो काँक्रो छ कि छैन, मकै बारी चाहिँ छ डराम डराम। के छ भाइ, ठिक छ? खै हामीलाई फुलमाला लिएर स्वागत गर्नु पर्दैन? पवन भाइकोमा छौँ। के छ पवन भाइ हालखबर? ठिक छ नि दाइ। अनि नयाँ नौला हालखबर सुनाऊ। यस्तै हो नि दाइ। मकै सकै खोइ त। अनि मकै रेडी पारेर राख भने होइन, त्यहाँ टिप्न जाऊ न। कहाँ मकै नै हामी नै टिप्न जाने हो। अस्तिको बारी सही कन्टेन्ट पाउने भयो त होइन। मकै पनि हामीले बोक्न सक्छ है। जसले जति बोक्यो त्यति खाने। अनि बाबाले कति बोक्छ हेर्नु पर्छ सबभन्दा पहिला बाबाले।
ओके सी यु अगेन फेरि बाबा त हेर्दै फेरि पुरा चिम्पाङ जस्तै छ त्यही है अनि पवन भाइ बे गर्ने होइन कहिले गर्ने हो र लाइन छैन र अब तक लाएर मुनितिर जाँदैछौँ है अब यहीँ मुनितिर चाहिँ सबै मकैबारी देख्न सक्नुहुन्छ है तपाईँहरू यहाँ चाहिँ मकैबारी कहाँ चाहिँ दाइ ए यो केही हुँदैन ल ओ घाम लाग्यो यार साथीहरू है ज्याकेट स्याकेट लाएर आउनुपर्ने रहेछ फेरि म्याच छाला दौड्छ कि अस्ति डेन्जर कालो भइसकेको थियो है बनझाँक्रीको थान रे है यता चाहिँ मकै बनझाँक्री त्यो हाम्रो घरको हैन पवन भाइ धारा थियो अरे हैन कलियुगको बनझाँक्री ऊ हाम्रो भाइ हो यताको बनझाँक्री है हाम्रो यो मात्र तान्ने यो कोटे माथिसम्म न माथि चाहिँ सम्म हरियो काक्रो अब त्यहाँ मकै कडाओ मकै ल मकै फल्यो सानो बोटमा मकै हो त्यो भित्र नहोला नि फेरि ल हो र अनि कसरी हेर्नु अलि हेरेर भाँच्नु है त भित्र नै नहोला फेरि मकै नै नभइराख्ला है मकै भाँच्नु जाने हेर्दाले भाँच्यो मैले यहाँ त्यो चाहिँ कुन मकैहरू त्यो पाकिसक्यो मकैहरू छिप्या त नखाऊ यार खासमा भन्नुपर्दा मलाई मकै नै खासै मन पर्दैन है यसो तपाईँहरूको कन्टेन्टको लागि अनि भाइले अस्ति नै कल गरेको थिएँ त्यही भएर चाहिँ यसो आएको मकैबारी गऱ्यौँ हो र मलाई थाहा छैन है साथीहरू त्यही हो अब आफू त खेतबारीमा खासै हिँडिन्न है हिँडिँदैन भनेर खासै त पुरै छोड्दियो कुन हो त्यो नि खै कुन चाहिँ ओ ए यहाँ पनि सुकिसकेको रहेछ ओ एउटा भाँच्नु त लजाउँ ल यति भए भइगयो नि खानुपर्छ मकै मिठो हुन्छ भने मलाई त बच्चाको जुन ठाकुर रे त्यो एउटा बाबाले भन्छ नि मलाई त तरुनी पाएको छैन तँलाई बर्दात चाहियो भन्छ नि त्यो त अरूको हो नि त चोरिदिने हो कि क्या हो चोरिदिउँ फेरि भ्लग बनाइरहेको छ चोऱ्यो भने साला 10 रुपियाँले मकैले फेरि म्या 100 रुपियाँ छेनाइदिएन म्या एउटाको टिचर हुन्छ है विकासी हो पछि सरेको यस्तो खतरा हुँदैन लोकल यस्तो हुन्छ है च्याम्याङ चिम्रिङ हुन्छ यो चाहिँ विकासी भयो होइन खाइलाग्दो हुन्छ ल सबसे ठुलो है फेरि योभन्दा ठुलो कुनै पनि छैन यसमा देख्न सक्नुहुन्छ तपाईँहरू त्यो टिप्परको बाहिरको भाग हुन्छ नि त्यो 60-80 टन 100 टन त्योभन्दा ठुलो चाहिँ के छ ब्याट्री होला ब्याट्री होइन त्यो के भन्छ त्यो हाम्रो मोटर होइन त्यो इन्जिन के त्यो केही स्टेपलाइजर जस्तो हाम्रो विद्युत ल्याउने के हुन्छ के भन्छ त्यसलाई यार बुझेँ मैले पावर प्लान्ट पावर प्लान्ट भन्छ यार त्यो यार त्यही होला बुझेँ अनि के हो बिर्स्यो साथीहरू हामी चाहिँ मकै लिएर आइसकेका छौँ है गाह्रो रहेछ बेकारमा आएको भाइले आफै आउँछ दाइ बसिराख्ने जितलाई पठाइदिन्छु भन्थ्यो किन दुःख दिनु जितलाई भनेर आइयो सास्टी त्यहाँ मुनि कति मुनि होइन साथीहरू हामी चाहिँ त्यहाँ आइसक्यो के छ आन्टी हालखबर ठिकै छ हाम्रो पवन भाइको मम्मी है उहाँ चाहिँ त्यहाँ कलाएर हाम्रो यता राजमा चाहिँ पुरा यहाँ लुकाइरहेको छ है यो बिहार चाहिँ खतरा बिहार हो कि फेरि रक स्टार रे रक हाल्छ अहिले यसले होइन सही हो मलाई आन्टी उतासम्म ल्यासी माला बिमाला खाना चम्पी मगला अहिले सोमाजुका हो यो मिसाला मेरो चाहिँ यता छ
लाएर अहिले खानुपर्छ पैसा परेन दाइ ओके ओके पैसा परेन? 4 लाख परेको थियो मैले माथि पठाइदिएँ एमराजलाई यो बेर कस्तो लाग्यो यार टेस्ट गर्दै कासबोक जस्तो छ अरे कासबोक जस्तो ल रकी स्टार मान्छे नै रक छ अनि त्यही भएर रक स्टार हान्दिँदैन प्लेट ल्याइदिउँ आयो ऐसे ल अब हान्नुपर्छ ल याम याम मलाई नै त यार अब एमी छ एमी सुरुवात खानु स्वास्थ्यको लागि हानिकारक छ है हाम्रो लागि त अक्सिजन पाइप है चक्क लाएर पवन भाइले रेडी पार्दैछ है काटकुट गर्दैछ फाइनली आज दाइ बोल्दैछ मासु बोलेर खानुपर्छ क्या हो कसको मासु कसको मासु कुखुराको ल काटो के छ दाइ विचार ओके हँ तर मासु धेरै खानु हुँदैन है आन्टी ए फेरि अङ्कल आन्टीको जोडी फेरि दामी छ कि फेरि यो त हामीले त खानै हुँदैन छोरा के गर्नु है हाम्रो लागि अङ्कल आन्टीलाई नि दुःख भयो अब हामी चाहिँ यस्तो पारा छ अब यही पारामा चिर्के बसेर आएको चाहिँ मजाले बसिसकेको छ है दामी बसिसक्यो अब मकै पोल्न रेडी छ यहाँ हामीले चाहिँ अलिक छिप्या मकै ल्याएछ अङ्कल आन्टी कराउँदै हुनुहुन्थ्यो गाह्रो भयो आन्टी अङ्कल आन्टीलाई के गर्नु अब पवन भाइले अस्ति चाहिँ बनाएछ अब गेम खेलिरहेको थियो फोन काटेर पछि गरेर मकै खान आजाम भन्छ भोज खाने बेलामा होइन अङ्कल आन्टी भोज खान बोलाउने बेलामा मकै खान जाउँ भन्छ ल पवन भाइ भने यार के हो भाइ भाइ हजुर दाइ अब कहिले त भोज हुन्छ बिस्तारै अब भाइको यो कानको त दामी रहेछ नि भाइ है हेलो दिदी के छ ओ दिदी के छ दिदी फेरि यहाँ हाम्रो दिदी छुट्टै स्वागमा छ चटपट दिदी चटपट चटपट है साथीहरू मकै पाक्यो मकै पाक्यो त के काम गर्न बोलाएको कि मकै खान बोलाएको तिमी मकै पाक्दैछ दाइ पाक्दैछ पनि पकाउने चाहिँ दाइलाई के फेरि टाइम ल्याप्स हाल्यो र दाइ हाल्न त हालिरहेछ मैले यो बस चाहिँ हाम्रो मिलम्चीबाट आएको होइन त पवन भाइ यार बे गर यार यहाँसम्म आएर हामीले दुःख गर्नु परेपछि त खत्तम भइगयो नि चटपट पनि दामी नै रहेछ है चटपटे देख्न सक्नुहुन्छ है बवाल छ यो त खानु हुँदैन यो त कहाँ खान्छ यो यो त अचारलाई मात्रै हुन्छ अचार है त्यही हो नि मैले नि त्यही भने भाइले त के चिन्नु यस्तो गर्नु डढ्छ के धेरै भयो नि डढेकै कालो होइन डढेर कालो हुन्छ होइन त दाइ के अरे पट्टि गएपछि खोज्न यसलाई गाह्रो छ यसलाई एकचोटि उल्टो भइहाल्छ पवन भाइलाई खोज्न त गाह्रो भइदिरहेको कि तपाईँले ए केटाहरूले त यो के अरे नाङ्ले भारी नै दूषित बनाइसक्यो बोका पोलेर खाँदै बरु यस्तो धुवाउँदैन होला मकै पोलेर खानेलाई कति धुवा बनाइदियो बाफ्रे बा ल घुम्साएर पकाएको भन्छ यो आधी दौड्यो आधी ऊ जस्तो लाग्यो घुम्साएर पकाएको यो मिठो हुन्छ है दाइ हो होइन होला भित्रबाट पाके हुन्छ भने क्या बाहिर यो देखेर डढाइदिनु पऱ्यो अरे ल डढाइदिनु होइन तर यो नजराइकन खानु पर्यो क्या आधा मात्र यो केटाहरू यार के गरेर खान्छ ऊ तिमीलाई म भेराइटी बा फेरि त्यहाँ ऊ वाइफाई चेस चटपटी कस्तो छ भाइ दामी छ है ओसिसक्यो अरे त्यही हो कस्तो भयो चटपटी मैले खाएर हेर त मिठै लाग्यो कस्तो दाइ गुड छ गुड हट स्पाइसी अनि त्यसमा लेमन पनि छ विथ लेमन चटपट खाएपछि चटपट भएको छैन नि दाइ कसले हामीलाई काँक्रो नि ल्याइदिइसक्नु भएको छ है यस्तो माया गर्नुहुन्छ कि एकदम माया गर्नुहुन्छ उहाँ चाहिँ हाम्रो दिदी हुनुहुन्छ है
कलाएर मकै बेच्न बस्ने हो क्या हो दाइ ए पिन्दिनु आन्टी सबै के चाहिन्छ धेरै पछि भेटघाट भयो त भेना यार गायब भइदिने भेना यार तपाईँ सयो 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 ल भेना नि भेटिसकेको छ है पानी नि पर्न लागिसक्यो लगभग लगभग है यो चाहिँ दाइको गोप्रो यो चाहिँ मेरो गोप्रो है हिजो दाइको चाहिँ 13 हो मकै नि रेडी भइसकेको छ हाम्रो दाइले मिठो बनाउँदैछ अब यो चाहिँ चाहेर हेर्नु पर्ला अब है साथीहरू आँखा पोल्ने रहेछ नि तर यो पहिला चराउनु न दाइ एकचोटि चराउनु न दाइ चराउनु पर्ला नि त यार हो आधा गर्नु दाइ म त दाँती टोकेर खाने हो अहिले त साथीहरू हाम्रो चाहिँ मकै पाकिसकेको छ है दामी भाव आइरहेको छ कि बाबा खल्ला खल्ला सब्जी खाइ भयो हाम्रो मकैबारी कर्याम कर्याम भयो मकै पाके हिजो तर दामी भयो है छिटो छ है दिदीलाई अहिले साथीहरू हाम्रो चाहिँ अब फोहोर गरेको सफा गर्दै हुनुहुन्छ हाम्रो दाइले चाहिँ है हामी चाहिँ फोहोर गर्दैनौँ है अब यता चाहिँ हुस्सु चाहिँ बवाल लगाइसकेको छ देख्न सक्नुहुन्छ है ऊ त्यही हेर्नु ल हुस्सु लगाएर बवाल छ हाम्रो यता चाहिँ टाइम ल्याप्सै भइरहेको छ बवाल भइरहेको छ यता चाहिँ यो घरहरूले गर्दा छेकेर होला नआएको है नर्बे अघि यताबाट नै आइरहेको थियो अरू बेलामा तपाईँको होइन हिमाल चाहिँ मजाले देखिन्छ है यहाँबाट सबै हिमालै हिमाल हुन्थ्यो अब यहाँ चाहिँ अहिले सुनै हुस्सु लागिरहेछ भनौँ न बादलले छेकेर होइन दिदी कता हेर्नु भयो दिदी दिदी चाहिँ बारी जाँदै हुनुहुन्छ त्यही अब सफा गर्दैछ यता है बाबा मिठो भएर है तर दाइ है दाइ आँखा रातो हुन्छ भनेर नि दामी चटपटेको साथमा यो यता सार्दिन न हो चाक पोल्नेहरू के हो बरु चिम्मो साइड रहेछ अचार चुन्दा ओइ यार भने सुरट पनि दुईटा बिहार पनि दुईटा बोकेर त्यही हो भने भाइरल हान्ने भनेको त्यसलाई जमेर जाउँ हामी उता घुमेर है यता चाहिँ अलिक सिमसिम पानी परिसकेको छ साथीहरू है बादल पारी जाँदैछ है देख्न सक्नुहुन्छ तपाईँ साथीहरू पानी परिसकेको छ यता चाहिँ डेन्जर है म त भागेर आएँ भाइहरू चाहिँ हुँदैछ आउनु नि आउनु हाम्रो पवन भाइले चाहिँ पुरा लेमन बनाउँदैछ यता त्यहाँ कलाएर बारी एउटामा हनिराख एउटामा चाहिँ नराख ल भाइ दुईटा मात्र खाने हो तिमी नि खाऊ न हामी एउटा हो तिमी नि खाऊ हुँदैन पारी पारी बारी एउटामा चाहिँ नहाल है पवन भाइ ल अहिले साथीहरू हाम्रो भाइले बनाएको लेमन टी होइन लेमन
ओहो चिया पनि क्या कडा रहेछ अरे काटिन होइन उसले फेरि हाँसे प्रोफेसर भाइले चाहिँ बोल्न सक्दैन है तर माया लाग्छ यसको चाहिँ है माया गरिदिनु होला तपाईँले यता आएर चाहिँ सकेसम्म बाबुलाई चाहिँ छोडिदिए हामीले अब माया लाग्छ बिचरा यसको यसले दाइ बोल्न मात्र ऊ भएको भए यस्तो बोल्यो होला कि होइन कसम भगवान्ले यसलाई 2-4 दिनको लागि बोल मात्र भन्ने रातभरि दिनभरि है बोल्ने है ड्याङ्गो छ भने होला बाबुले भाषा त बुझ्दैन तर यो चाहिँ इन्टरनेसनल भाषा हो जिस्केर भन्ने चाहिँ होइन है मेरो मान्छेले कन्ट्रोभर्सी बनाउला हेपेको चाहिँ होइन यहाँ केटी देखाउन आएको होइन यहाँ केटी देखाउन आएको होइन भन्छ यस्तो पाराले युट्युबमा आउनेलाई है यहाँ भान्जीबारी कोही बन्ने छ भने यहाँ हाम्रो भान्जा खाली छ होइन भान्जा कान्छो भान्जा मान्छे भन्दा ठुलो त ब्यागै रहेछ यसको त खै भान्जा हाई गरे खोइ मामालाई हाई गर्नु पर्दैन खै फेरि मामा नमस्ते यसो हेर न बाई 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 राम्रोसित बस्नु धेरै धेरै धन्यवाद जमिन अब बाई बाई गरिसकेपछि जाने भने कहाँ मान्छेले चढिने जमिन भने आइज छोडेर जाने भन्ने नै यो ल भेन पछि भेटौँ ल है धेरै धेरै खुसी ल ल साथीहरू सिधा कलाएर निस्किँदैछ अब होइन ल राम्रोसित बस्नु अङ्कल आन्टी है ल बाई बाई ल पवन भाइ भान्जा ल दिदी बाई बाई अहिले त साथीहरू हामी चाहिँ त्यहाँ कलाएर फर्किसकेका छौँ है तलबाट जस बाबा रमाइलो भयो बाबाले चाहिँ जागा नि पेचाटै हालिदिनु भयो है बाबासँग बत्तीको बिल छ नि बाबालाई ढङ्गी बाबा बनाइदिनु पर्यो अब। बाबाले जागा त्यहाँ नाकै काटिदिने नाक काट्छ मलाई पनि फर्काउनुहोस् न अवतारी ढङ्गी बाबा बनाउनु पर्यो अवतारै ढङ्गे बाबा यस बाटो पनि दामी है मौसम पनि दामी बाबाको नाममा तिनवटा घरको बस 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 एकैचोटि यही लाजे मर्दो बनाइसक्यो यही बिलले देखाइदिन्छ अरू केही गर्नु पर्दैन हो क्या बाबा म अनि बत्तीको बस, बिल बस। काट्छ मेरो नाम तिनवटा दरबारको बत्तीको बिल सुन्नुभयो होला नि पारा यस्तो छ अब यस्तो के भन्नु ल यो साथीहरू हाम्रो मोमो चाउमिन आइसकेको छ है हाम्रो बाबा चाहिँ ऊ जति खाएर नपुग्ने साला बिहार मात्र खाएर मर्ने भयो यो चाहिँ है भेराइटी हो अब त्यही हाम्रो चाउमिन र अनि सलाद नि आउँदैछ है अनि यति खान्छौँ अब जान्छौँ हामी चाहिँ माइललाई टकलाएर ढिला भइसक्यो है त्यही हो अब हाम्रो आजको भ्लग नि यहीँ सिद्धिन्छ भिडियोलाई मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला हामी फेरि भोलि अर्को भ्लगमा भेट्नेछौँ कि वाचिङ हेर्दै बस्नु है त गाइस